भाषण बोल भाषण स्टार्ट गर्ने र आजभन्दा एक साल अगाडि हामी एउटा बस्ती छौँ, दुर्गम जग्गा है, ग्रामीण इलाका माङजिङदेखि माङजिङ पोखरीबुङ ग्राम पञ्चायत अन्तर्गत गुरुबथान ब्लकमा पर्ने है। हामी कालेबुङदेखि चाहिँ बिमारीको खोजीमा भनौँ अथवा बिमारीलाई कसरी चाहिँ जाति बनाउनु पर्ने खोजीमा लाग्दाखेरि उहाँले चाहिँ हामीलाई चाहिँ एकदमै मतलब तन मनले नै हामीलाई चाहिँ सपोर्ट गर्नुभएको थियो। तिमीहरू आएर बस्दाखेरि नि हुन्छ, हस्पिटलमा डल्लै खर्च यसरी लाने ल्याउने, त्यहाँदेखि त्यहाँ देखाउने, कहाँ जानुपर्छ कसो गर्नुपर्छ म गर्छु भन्ने एउटा जुन आँट हौसला है। म पनि त्यो ग्रामीण इलाकादेखि यो सहर बजारको यो भिडभाडमा आएर पनि मेरो फ्यामिली बहिनी है रितिका रितु पराजुलीलाई ट्रिटमेन्ट गर्न सक्छु भन्ने एउटा आँट दिनु चाहिँ अब सबैभन्दा ठुलो कुरा थियो। र त्यो चाहिँ कसले दिनुभएको थियो भन्दाखेरि सोसियल मिडियाबाट हामीले पनि नभनिकन उहाँले नै दिल्लीमा बहिनीले चाहिँ यति मात्रै भनेको दिल्लीमा कोही हुनुहुन्छ र तपाईँहरूले मलाई हेल्प गर्न सक्नुहुन्छ, त्यहाँनिर यस्तो यस्तो हस्पिटलमा चाहिँ ट्रिटमेन्ट रहेछ मैले थाहा पाएँ भन्दाखेरि तुरन्त झट्कामा होइन उहाँले फोन गर्नुभएको थियो। त्यो दिन एउटा ठुलो खुसीको दिन, त्यो ट्रिटमेन्ट हुन्छ हुँदैन त्यो सेकेन्डरी म्याटर्स होइन, तर म गर्छु भनेर एउटा मानवताको नाताले हामीलाई त्यो जुन आँट साहस दिनुभयो त्यसको लागि चाहिँ एकदमै सिसी दाप्रति म ऋणी छु। हामी फ्यामिली नै तपाईँसँग एकदमै होइन सदैव ऋणी नै हुनेछु। अनि त्यो एक दिन मात्र थिएन, त्यो जति दिन बस्यो हामी 16 दिन बस्यौँ, त्यो 16 दिनै उहाँले एउटा फ्यामिली जस्तो गरेर राख्नुभयो हामीलाई। त्यहाँ जति पनि मद्दत गर्नुभयो है, बिहानदेखि बेलुकासम्म रातिसम्म पनि हस्पिटलमै बिताइदिनु भयो। अरू पेसेन्ट थियो र पनि कसैलाई खटाएर अरू मेम्बर्सलाई त्यहाँ जा यहाँ जा भनेर अब्स्टेकल परेको ठाउँमा मात्रै उहाँले त्यहाँ अरू मेम्बर्सले गरेर त्यति बेला त्यति डरलाग्दो उहाँले हामीलाई हेल्प गरिदिनु भएको थियो है। अनि उहाँले मात्र होइन उहाँको टिम केयरिङ एन्ड एनजिओ डल्लै टिम पनि आउनु भएको थियो होइन। त्यति बेलाखेरि हस्पिटलमा हेर्न जाने फुर्सद हुन्थेन, ताकि डक्टरदेखि लिएर गएको गार्डहरूदेखि लिएर गएको सबैलाई थाहा भइसकेको कुरा थियो होइन। हिजो पनि अस्ति डक्टरले होइन त जाँदाखेरि उहाँ के अरे सोसियल मिडिया इन्फ्लुएन्सर यसो यसो भनेर बोल्नु भयो, एउटा डक्टरलाई पनि थाहा भइसकेछ। अनि त्यस्तो भयो। अनि उहाँको लागि पनि हामीले सानो एउटा मायाको चिन्ह सम्मान स्वरूप एउटा भेट लिएर आएको छौँ है। र तर त्यो क्यारिङ एन्ड एनजिओलाई त विशेष त हामीले लिएर आएकै छौँ, तर मैले त्यो चाहिँ क्यारिङ एन्ड एनजिओसँग चाहिँ जोडे पनि एक फ्यामिलीको नाताले म चाहिँ सिसी राई बान्तवाजीलाई मात्र देखेको छु। क्यारिङ एन्ड एनजिओ त हुनुहुन्छ, उहाँको लागि मैले सानो चिन्ह त ल्याएकै छु है। तर त्योभन्दा पहिला चाहिँ जुन अब उहाँले एउटा फ्यामिली जस्तो भएर हामीलाई मद्दत गर्नुभयो, त्यसको लागि चाहिँ विशेष उहाँले एउटा सानो सम्मान स्वरूप है आज हामी खदा लगाएर उहाँलाई पहिला सम्मान गर्नेछौँ। अनि अरू त्यस्तो धेरै रुपियाँ पैसा त हामी दिन सक्नेवाला छैनौँ होइन, तर एउटा उहाँलाई पनि एउटा भित्तामा राखिराख्दाखेरि याद आओस् होइन। मैले उहाँलाई पनि यसरी एउटा याद सम्झना आउँछ, रितिका ऋतु भनेपछि भन्ने खालको एउटा सम्झना आओस् भन्ने हिसाबले चाहिँ एक दुईवटा शब्दहरू यताउता उछिट्याएर लेखेको छु है। त्यो म पढेर सुनाउनेछु। विशेष सम्मान तथा कृतज्ञता पत्र। आदरणीय श्री सिसी राईज्यू, हार्दिक सम्मान तथा कृतज्ञताका साथ यो प्रशंसा पत्र समर्पण गर्न पाउँदा म आफूलाई गर्वान्वित महसुस गर्दछु। कहिलेकाहीँ एउटा व्यक्तिको सानो देखिने साथले अर्को व्यक्तिको जीवनमा ठुलो आशा जगाइदिन्छ। मेरो सङ्घर्षको यात्रामा श्री सिसी राईज्यू त्यही आशा र भरोसाको प्रतीक बन्नुभएको छ। साथै उहाँद्वारा स्थापित क्यारिङ एन्ड एनजिओ मानवता र सेवा भावको प्रेरणादायी उदाहरण बनेको छ। म रितिका ऋतु पराजुली अस्ट्रोजेनेसिस इम्परफेक्टा जस्तो दुर्लभ तथा जटिल रोगसँग सङ्घर्ष गरिरहेको छु। उपचारको क्रममा जीवनको अनेकौँ चुनौती, पीडा र अनिश्चितताका बीच मैले धेरै मानिसहरू भेटेँ, तर केही व्यक्तिहरू यस्ता हुन्छन् जसले आफ्नो पद, जिम्मेवारी वा परिचय भन्दा माथि उठेर मानवीय संवेदनाको वास्तविक उदाहरण प्रस्तुत गर्दछ। तपाईँ त्यस्तै एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। क्यारिङ एन्ड एनजिओको संस्थापकको रूपमा तपाईँले समाजका विपन्न, असहाय तथा उपचारको आवश्यकता भएको व्यक्तिहरूप्रति देखाउनुभएको समर्पण र सेवाभाव अत्यन्त प्रशंसनीय छ। तपाईँको नेतृत्वमा संस्थाले मानवताको सेवामा पुर्याएको योगदानले धेरै मानिसहरूको जीवनमा आशा, भरोसा र सकारात्मक परिवर्तन ल्याएको छ। संस्था मार्फत प्रवाह भएको सहयोग र मानवीय सेवाको भावना तपाईँको दूरदृष्टि, करुणा र प्रतिबद्धताको प्रत्यक्ष प्रतिबिम्ब हो। दिल्लीमा उपचारको क्रममा तपाईँले व्यक्तिगत रूपमा देखाउनु भएको आत्मीयता,
निरन्तर चासो, मार्गदर्शन, हौसला र पहल मेरो जीवनको अविस्मरणीय अनुभव बनेको छ। तपाईँले गर्नुभएको सहयोग कुनै औपचारिक दायित्वको सीमाभित्र सीमित थिएन। त्यो एक पीडित व्यक्तिको दुःखलाई आफैलाई दुःख ठानेर गरेको निस्वार्थ मानवीय सेवा थियो। उपचारको कठिन यात्रामा तपाईँको साथले मलाई केवल सुविधा मात्र दिएन, कठिन परिस्थितिमा पनि आशा र आत्मविश्वासका साथ अगाडि बढ्ने प्रेरणा दियो। मानवताको साँचो मूल्य शब्दमा होइन व्यवहारमा देखिन्छ भन्ने कुरा तपाईँको कार्यशैलीबाट स्पष्ट हुन्छ। तपाईँले देखाउनुभएको सहृदयता, समर्पण र सहयोगी भावनाले मेरो मनमा गहिरो सम्मान र कृतज्ञताको भावना जन्मिएको छ। त्यसैले तपाईँको व्यक्तिगत रूपमा तथा क्यारिङ एन्ड एनजिओ मार्फत मेरो जीवनको कठिन घडीमा पुर्याउनु भएको अतुलनीय सहयोग, प्रेरणादायी सेवाभाव र मानवीय संवेदनाको उच्च कदर गर्दै यो विशेष सम्मान तथा कृतज्ञता पत्र समर्पित गर्दछु। ईश्वरले तपाईँलाई सुस्वास्थ्य, दीर्घायु र अझ बढी सेवा गर्ने शक्ति प्रदान गरून्। तपाईँको जीवन यात्रा सदैव सफल, सम्मानित र प्रेरणादायी रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। असीम सम्मान तथा हार्दिक कृतज्ञता सहित शुभकामनाकांक्षी समर्पणकर्ता ऋतिका ऋतु पराजुली, अस्ट्रोजेनेसिस इम्परफेक्ट वारियर, माङजिङ, गोरुबथान, कालिम्पोङ, पश्चिम बङ्गाल, भारत। मिति 8/6/2026, स्थान नयाँ दिल्ली, भारत। धन्यवाद। र यो सम्मान पत्र सायद मायाको चिनो, यो भेट स्वरूप हामी ऋतिका ऋतु पराजुलीकै हातबाट उहाँलाई दिँदैछौँ। विशेष धेरै धेरै धन्यवाद हाम्रो मेरो प्यारो बहिनीलाई अनि उहाँको दाजुलाई, जुन विषयमा उहाँहरूले कुरा गर्नुभयो है, यसको लागि हामी अझै कोसिस गर्नेछौँ। अझै पनि जरुरतमन्द व्यक्तिहरूसम्म हामी पुग्नेछौँ। आज यो आशाले आज हामीले यो जुन सम्मान पत्र ग्रहण गरेका छौँ, त्यो यसले अझै हामीलाई उत्साह मिल्नेछ। अझै पनि जरुरतमन्द व्यक्तिहरूसम्म हामी पुग्नेछौँ। थ्याङ्क यू। थ्याङ्क यू सो मच शिशिर दादा, तपाईँले जस्तो अवस्थामा मलाई सपोर्ट गरेर आउनुभयो। सबैपट्टि हुन्छ नि आशा, विश्वास, भरोसा उडिसकेको थियो है। अझ एनजिओ भन्दाखेरि त होइन होला भन्नेपट्टि लागिसकेको थियो। मेरो जस्तै भरोसाहरू उडेको धेरैजना मान्छेहरू हुनुहुन्छ होला एनजिओको नाममा है। तर पनि एकपल्ट यहाँ माथि दिएको नम्बरमा, उहाँ चाहिँ शिशिर राई बान्तवाजीको नम्बर हो। जो पीडित हुनुहुन्छ, एनजिओ सम्झेर भन्दा नि व्यक्तिगत शिशिर राई बान्तवाजी सम्झेर एकपल्ट फोन गरेर हेर्नुहोस्। हस्पिटलको क्षेत्रमा मद्दत गर्ने भनेको स्वयं भगवान् हुनुहुन्छ होइन। जिन्दगीमा मद्दत गर्ने त धेरै ठाउँ पाइन्छौँ, तर जब सास गनिरहेको हुन्छ है, तपाईँहरू जब हस्पिटलमा आएर आइसियु रुमको अगाडि पैसा होइन सास गन्नेको गन्ती गरिरहनु भएको हुन्छ, त्यतिखेर उभिएर म छु भन्ने चाहिँ साँच्चै नै भगवान् हुनुहुन्छ। त्यसै कारणले एकपल्ट बिरामी हुनुहुन्छ भने उहाँसँग कन्ट्याक्ट गरेर हेर्नुहोस्। यहाँनिर तपाईँलाई एमसम्म मात्र होइन, धेरैवटा बिरामीहरूको ज्ञान पनि उहाँमा छ। के भएर के भएको रिपोर्ट हेर्दाखेरि डक्टरले जस्तै पत्तो पाउनुहुन्छ, किनकि हेर्दा चाहिँ उहाँलाई चाहिँ अब त्यो धेरै जानकारी भइसकेको हुन्छ होइन। एकपल्ट चाहिँ तपाईँहरू कन्ट्याक्ट गर्नुहोस् बिरामी हुनुहुन्छ भने। म चाहिँ यही भन्न चाहन्छु, पीडित भएर पनि होला। अनि तपाईँलाई एकदमै धेरै धन्यवाद। यो कमजोर शरीरहरूको अगाडि हिम्मत गर्नु धेरै